हेलो गाइज वेलकम फेरि पनि मेरो चाहिँ नयाँ च्यानलमा स्वागत छ है त गाइज। आज चाहिँ हामी यता दाई हुनुहुन्छ अनि म छु होइन। दाई यता हेरिदिनु त एकचोटि के छ दाई? अनि सन्चै आरामै? सलाम वालेकुम। हो हामी चाहिँ यता यो मरिना सी साइडतिर छ गाइज है त। कस्तो लाग्छ गाइज यो चाहिँ तपाईँहरूलाई मनपर्छ भने पक्कै होइन लाइक गर्नुहोस् र च्यानललाई सब्सक्राइब चाहिँ गरिदिइहाल्नु होला। हामी चाहिँ यो मरिना सी साइडमा चाहिँ रमाइलो गर्दैछ होइन। यता चाहिँ आज कोही छैन, रमादान लागिरहेछ गाइज यतातिर चाहिँ होइन। आज सी साइड पुरै खाली छ कि होइन, रमादान चाहिँ लागिरहेछ गाइज। सी साइड लगभग आज पुरै खाली छ, मान्छे नभएर यहाँ बिल्ली चाहिँ बसिरहेछ कि बरु होइन गाइज। ए बिल्ली चाहिँ बसिरहेछ, मान्छे चाहिँ त्यति छैन। भर्खरै सुरु हुँदैछ, गर्मी टाइम लागिसक्यो गाइज। सबैजना अब स्विमिङ गर्न आउनेवाला छ होइन। अब चाहिँ केही दिनपछि यहाँ पुरै फुल हुन्छ होइन पार्क पनि। अहिले चाहिँ खासै मान्छेहरू छैन गाइज, भर्खरै आउने सुरु हुँदैछ होइन। यो चाहिँ यो टावर रहेको छ बिचमा मरिना सी साइडको चाहिँ होइन स्पेसली। अनि यता हामी यता चाहिँ दाजु हुनुहुन्छ, हामी चाहिँ यसो टाइम मिलाएर आज हल्का टाइम मिलाएर चाहिँ यता सी साइडतिर घुम्न आइदिएको। दाइ जाउँ आउने त दाजु। यस्तो यो गाइस, आज चाहिँ मौसम पनि खत्रै छ क्या। आज मौसमले च्यालेन्ज गरेछ क्या होइन गाइस। ल ओहो बादल गरेछ माथितिर, आकाश पनि अब नेपालमा भइदियो गड्याङ गुड्याङ गरेर सुनिन्थ्यो होला। यहाँ त गाडीको आवाजभन्दा अरू केही सुनिँदैन। सो नाइस, एकदम ब्युटिफुल नाइस प्लेस, ब्युटिफुल प्लेस रहेको छ है त गाइज। कस्तो लाग्छ गाइज? तपाईँहरूलाई जस्तो लाग्छ त्यस्तै कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला होइन गाइज। मेरो चाहिँ च्यानल युट्युब च्यानल पनि नयाँ रहेको छ होइन। सबैजनाले माया गरिदिनु होला गाइज। यदि तपाईँहरूले यो भिडियो हेरिराख्नु भएको छ भने च्यानललाई चाहिँ सब्सक्राइब चाहिँ अनिवार्य गरिदिनु होला है। फेरि पनि नयाँ नयाँ भिडियोहरू लिएर आउनेछु गाइज। आज चाहिँ कोही पनि छैन क्या, रमादान लागिरहेछ होइन। लगभग भर्खर मान्छेहरू अलिअलि आउँदैछ, तर अझै स्विमिङ गर्ने टाइम चाहिँ भइरहेको छैन। अब केही समयपछि स्विमिङ हुन्छ। अनि यता समुद्र चाहिँ यता रहेको छ साथै। यहाँ चाहिँ अब उता चाहिँ पर चाहिँ त्यो देखिरहेछ होइन, बोट देखिरहेछ। रमाइलो छ जे होस्। यसो हाम्रो पनि हल्का छुट्टी मिलिरहेको थियो, त्यही भएर छुट्टीको टाइम मिलाएर चाहिँ अलिकति ब्रेक टाइममा सडनली हल्का ब्रेक टाइम लिएर चाहिँ घुम्न आएको यतातिर होइन। त्यही भएर यसो फ्री टाइममा चाहिँ एउटा भिडियो पनि बनाइदिइहालौँ भनेर चाहिँ भिडियो पनि गराइदिएको गाइस। यदि भिडियो मनपर्छ भने लाइक गरेर च्यानललाई सब्सक्राइब चाहिँ अनिवार्य है त गाइस। थ्याङ्क यू फर द वाचिङ एन्ड किप सपोर्ट।